वैशाखको 30 गते अपरा एकादशी र 31 गते प्रदोष व्रत। यो दुईटै शुभ दिनहरू छन्। यी शुभ दिनहरूमा के गर्ने कसो गर्ने एकादशीका विषयलाई अब हामीले कसरी भक्ति आराधना पूजा गर्ने भनेर मलाई धेरैले सोध्नु भएको छ। यो भिडियो आफ्ना इष्टमित्रहरूलाई सेयर गर्नुहोला भने आफूले नबुझेका कुराहरू केही छन् भने कमेन्ट गर्नुहोला है। जति भक्ति गरौँ उति बढ्दै जाने यो अपरा एकादशीको महत्त्व धेरै नै छ। हामीले यो दिनमा अरू केही पनि गर्न नसके पनि भगवान विष्णुको फोटामा अथवा भगवानको सेवा गर्न चाहिँ नबिर्सनु होला। दुध दही घिउ मह चिनीले स्नान गराइदिनु होला। फेरि त्यो जलबाट निकालेर फेरि श्रृङ्गार गरेर राखेर धूप दीप नैवेद्य गरिदिनु होला। आफ्नो यथाशक्ति जे जस्तो मिल्छ त्यसरी नै भगवानलाई पूजा गर्नुहोला भने प्रदोष व्रत भोलिपल्टको प्रदोष व्रत पनि विशेष तरिकाले हजुरको शिवजीको आराधना गर्नुहोला। र एकादशीको व्रत बस्दै गर्दाखेरि के खाने के नखाने भनेर मलाई धेरैले सोध्नुहुन्छ। के खाने के नखाने अझै विशेष तरिकाले पूजा कसरी गर्ने म सम्पूर्ण जानकारी चाहिँ शास्त्री सन्तोष युट्युब च्यानलमा राखेको छु। हजुरले गएर हेर्न सक्नुहुन्छ भने अहिलेलाई हजुरहरूलाई यो सामान्य जानकारी मात्र के गराएँ भने यो 30 गते अपरा एकादशी व्रत र 31 गते प्रदोष व्रत परेको छ है त। नमस्कार।